घाट गोलाघाट 9 फुटी साइडबाट हाम्रो जति पनि आफ्नो खोजेर यहाँ आइदिनु भएको छ सबैलाई यहाँ दुखी परिवारको साइडबाट धन्यवाद दिन चाहन्छु। अरू हाम्रो प्रोग्राम यसरी छ, हाम्रो वेलकम स्पिच। अनि सेकेन्डमा हाम्रो पण्डितजीले कुरा राखिदिनु भयो। अरू थर्डमा हाम्रो 1 मिनटको साइलेन्ट प्रेयर गरौँ उहाँको अन्तिम उसको लागि, आत्माको लागि, शान्तिको लागि 1 मिनट सबै आँखा बन्द गरेर 1 मिनट साइलेन्ट प्रेयर राखौँ। फैमिली मेंबर्स को आते जितने सबैलाई आइदिनु बहुत धन्यवाद भयो। के भन्छ मेरो सासू आज बिमार भएको 5 साल जस्तो भयो। त्यो भात पानी छोडेको चाहिँ आज 1 हप्ता जस्तो हुनु छ। जो दिउँसो 1 बजीतिर घटना भएको छ। त्यही भन्छ बादमा हाम्रो दमाई समाजको भाइस प्रेसिडेन्ट उहाँ हुनुहुन्छ गोपाल दिदी, उहाँले फर्स्ट अफ अल तपाईँहरू जतिजना पनि आज आइदिनु भयो यहाँ आन्टीको यस्तो र सबैलाई हामी धन्यवाद पठाउँदैछौँ। हाम्रो दुखित परिवारबाट लगायत हाम्रो यो दमाई समाजले तपाईँलाई धेरै धेरै धन्यवाद दिँदैछ हजुरहरूको किमती समय दिएर आइदिनु भएको लागि उहाँको अन्तिम यात्रामा। र एउटा नै कुरा भन्न चाहन्छु, म धेरै समय लिँदैन किनभने हिजो भएको र समय पनि रेडी हुँदैछ। र एउटै चिज भन्न चाहन्छु, हाम्रो यहाँ आन्टीले अब यहाँ राम्रो हुँदाखेरि कसैको मनमा लाग्ने कुराहरू केही भनिदिनु भएको छन् भने हजुरहरूले आज यो चिजलाई यही नै खत्तम गरेर उहाँलाई राम्रोसँग हामी उहाँले माथिको स्वर्गको बाटो देखौँ भनेर हामी त्यही नै प्रार्थना गरेर उहाँलाई राम्रोसँग बिदा गरौँ भनेर र साथैमा फेरि एकबार धन्यवाद पठाउँछु हजुरहरूको समय दिएर आयो। नम्बर 8 में नम्बर 7 में हाम्रो जनरल सेक्रेटरी। नमस्ते सर। आज हाम्रो यहाँ उपस्थित हुनुभएको प्रत्येक व्यक्तिलाई र गाउँको मान्छेहरूबाट लिएर परिवार व्यक्ति जति पनि आज यहाँ हाजिरी दिनुभएको छ। आजको यो दुखित पिँढीमा हजुरहरूले यसरी साथ दिँदा धेरै राम्रो लाग्यो हेरेर पनि, किनभने हाम्रो जब समय राम्रो हुन्छ त्यो टाइममा त धेरै मान्छे हामीसित मिल्नु आउँछन् तर जब यस्तो दुखित समय आउँछ त्यो बेला जो आउँछन् गाउँको मान्छे उसी आफ्नो मान्छे उनी आफ्नो केलान्छ हैन। र आज परिवारमा दुःख भएको छ र यो दुखित घडीमा हामी एउटा उतारको लागि उम्मिद, एउटा आशाको उम्मिद बनेर आएको छौँ हैन। परिवारहरूलाई पनि अब आजको बाद जति पनि दिनहरू हुन्छ हो घरमा दुःखहरू त हुन्छ तर मन दोहोरो बनाउनु र भगवानलाई पनि यही नै आशा छ कि उताले हजुरहरूको घरमा सुख शान्ति दियो। र त्यसै साथमा धेरै टाइम नलिएर आज जति पनि आउनुभएको छ राम्रोसित हामी उसलाई बिदाई गरेर उसको आत्मा स्वर्गलोक जाने एउटा आशा लिएर सबैलाई त्यही धन्यवाद जनाउन चाहन्छु।
सत्य है, राम नाम सत्य है, राम नाम सत्य है। आओ एक जना गाड़ी में डायरेक्ट उठाओ।